काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हटाउन सम्बन्धित निकायले 35 दिनको अल्टिमेटम दिएको विषय अहिले चर्चामा आएको छ। नेपाल क्रिकेट सङ्घ क्यान र सम्बन्धित सरकार निकायबीच देखिएको विवादका कारण त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हटाउने विषयले नयाँ मोड लिएको छ। प्राप्त जानकारी अनुसार रङ्गशालाको संरचना तथा व्यवस्थापन सम्बन्धी समस्या समाधान नभएपछि सम्बन्धित निकायले 35 दिनभित्र उक्त संरचना हटाउन अल्टिमेटम दिएको हो। स्रोतका अनुसार रङ्गशालाको स्वामित्व, उपभोग तथा भौतिक संरचनासँग सम्बन्धित विभिन्न कानुनी तथा प्रशासनिक विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। यसै कारण अन्तिम विकल्पका रूपमा अल्टिमेटम जारी गरिएको बताइएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले भने उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेको छ। क्रिकेट गतिविधिमा असर पर्ने भन्दै सरकारवालाहरूले पनि चिन्ता व्यक्त गरेका छन्। यदि 35 दिनभित्र सहमति हुन नसकेमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा रहेको संरचना हटाउने प्रक्रिया अघि बढाइने जनाइएको छ। यसले नेपाल क्रिकेटको भविष्य र पूर्वाधार विकासमा प्रत्यक्ष असर पर्ने देखिएको छ। यस विषयमा आगामी दिनमा थप छलफल गरेर निर्णय हुने अपेक्षा गरिएको छ। दर्शकबिन, नेपाल क्रिकेट सङ्घ क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय रङ्गशाला बनाउनमा आफ्नो सम्पूर्ण लगानी लगाएको बताइएको छ। सम्बिल लामाका अनुसार सम्बन्धित निकायबाट उक्त रङ्गशाला खाली गर्न 35 दिनको अल्टिमेटम दिइएको बताइएको छ। दर्शकबिन, उक्त विवादित विषयलाई वार्ताको टेबल मार्फत समाधान गर्न हार्दिक अपिल गर्दछ। दर्शकबिन, अहिलेलाई यति नै। क्रिकेट सम्बन्धी नयाँ अपडेटका साथ फेरि उपस्थित हुनेछौँ। कृपया हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब र भिडियोमा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शकबिन, अहिलेलाई यति नै। धन्यवाद, नमस्कार।